देखेको थिएँ मैले बुढो कस्तो भइरहेछ यो यो चाहिँ हाम्रो यादगारको लागि म राख्छु होइन नरिसाउनु होला प्लिज प्लिज यता हेरिदिनु है खोइ भाइको टोपी मेरो छ यही मेरो बुढोलाई होइन यहाँ चाहिँ हामी शिवजीको मन्दिर घुम्न आइरहेछौँ है अनि शिवजी यो चाहिँ के अरे पृथ्वीकै सबैभन्दा पहिलो धर्मस्थल अरे क्या यहाँ देख्नुहुन्छ नि शिवजी यो भ्यू यो 12 क्षेत्र यसलाई 12 क्षेत्र भनिन्छ होइन चतरा यो चतराको भ्यू है कति राम्रो छ क्या यहाँको ठाउँ यहाँको वातावरण हेर्दाखेरि ओभर आनन्दमय होइन एकदम शान्त उहाँ चाहिँ मेरो हस्बेन्ड बसिरहनु भएको छ लुक्नु भयो हस्बेन्ड यहाँ शिवजीको यो है अनि यहाँनिर चाहिँ कस्तो राम्रो अरे क्या यो के भन्छ शिवलिङहरू पनि राखेको रहेछ क्या यहाँ प्रत्येक ठाउँमा चाहिँ एक एकवटा शिवलिङहरू रहेछ क्या अनि यो सायद यो उयसको भन्छ नि त्यो इन्डियामा त खोइ केबाट निस्केको उहाँ नै होला क्या यो कस्तो आनन्द फिल हुँदो रहेछ जाने प्रत्येक शिवलिङमा म ढुक्न चाहन्छु के भन्छ सायद हो चाहिँ हामी यहाँबाट निस्किन्छ भन्नु होइन मैले यो जति पनि छ नि यो वरिपरि भएको सबैलाई ढोगेँ क्या अब त्यो चाहिँ लामो हुन्छ भिडियो मैले देखाउन सकिनँ होइन अनि शिवजी अभियसली पिठ देखाएर हिँड्नु हुँदैन भन्छ होइन म चाहिँ तिनचोटि पनि ढुक्न चाहेँ अनि म चाहिँ पिठ देखाउँदिनँ क्या अब चाहिँ है शिवजी यहाँ चाहिँ मेरो हस्बेन्डहरू हुन्छ यो वातावरण यो ठाउँ नै यति आनन्दमय छ कि उपर राम्रो छ क्या यहाँ कत्रो ठुलो डमरू पनि रहेछ मन्दिरहरू होइन जेस